विराटनगर महानगरपालिका के वार्ड 17 में विकास निर्माण के काज खासे गति नहीं लेने अछि। आरो वार्ड जकाँ एहि वार्ड में जनप्रतिनिधि निर्वाचित भेला एला के बाद विकास निर्माण काज नहीं होबऽ सकल अछि। जनप्रतिनिधि आयल पश्चात परिवर्तन एबाक चाही, लेकिन ओहन नहीं देखल जाइत अछि। वार्ड नंबर 17 में विकास के काम होबऽ नहीं सकऽ में वार्ड अध्यक्ष शमीम कमर महानगरपालिका के दोष दऽ रहल अछि। ओ महानगरपालिका वार्ड 17 के बेवास्ता केने आरोप लगाबि रहल अछि। एते मात्र नहीं भऽ ओ वार्ड में मधेसी समुदाय के अत्यधिक बसोबास रहला के कारणे मेयर विभेद करैत आयल आरोप लगाबि रहल अछि। हामीले त अब बारम्बार विराटनगर महानगरपालिकामा यो विराटनगरको दक्षिणी बेल्ट, खास गरेर मधेसी समुदायको बसोबास हुने ठाउँ जुन दक्षिणी बेल्ट छ, रोड सिजदेखि यता, त्यो सदियौँदेखि यो विराटनगर महानगरपालिकाले यताको जनतालाई अवहेलना गरेकै हो। र अहिले प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्र आउँदा पनि, हामी निर्वाचित भएर आउँदा पनि यो विराटनगर महानगरपालिकाका मेयरको तर्फबाट पनि खास गरेर भन्दाखेरि यो उत्तरलाई नै, यो विराटनगरको उत्तरी बेल्ट, रोड सिजदेखि उत्तरी बेल्टलाई मात्रै विराटनगर ठानिएको जस्तो देखिन्छ। वार्ड अध्यक्ष कमर जतबे काम भेल ओ वार्ड अपने बजट से केने बतौलनि। महानगरपालिका से दोसर बजट नहीं देल गेल, एडीबी के बजट समेत एहि वार्ड के प्राप्त नहीं भेल बताबि रहल अछि। पुरै वार्डै जलमग्न हुने, बाटोघाटोमा पानी हुने, हामीले अहिले ढल विकास, नालालाई बढी प्राथमिकता दिएको छौँ, ढल निकासको लागि। र रह्यो कुरो हाम्रो जुन एडीबीका बजेटहरू थिए, हामी आउनुभन्दा पहिला, निर्वाचन हुनुभन्दा पहिला विराटनगर महानगरपालिका अथवा एसियन डेभलपमेन्ट ब्याङ्कले जुन नक्साङ्कन गरेको थियो, हाम्रा वडाका बाटोहरूलाई पनि प्राथमिकतामा राखेको थियो। घरसर भत्काइएर मान्छे बस्यो, तर निर्वाचन भएपछि अब के भएर हो, विराटनगर महानगरपालिकाको आदेशमा हो कि कहाँबाट हो, सम्पूर्ण बजेट 17 नम्बरबाट काट्यो। अहिले एउटा पनि एसियन डेभलपमेन्ट एडीबीको र शहरीको बजेट छैन। मधेश आ मधेसी के विकास से दूर राखऽ के प्रवृत्ति एखन सेहो अंत होबऽ नहीं सकल कहैत वार्ड 17 में विकास नहीं भेनाइ एहि के उदाहरण रहल हुनक कहब अछि। अब बजेटहरू पनि काट्ने, सेवा सुविधाहरू पनि नदिने, जे पनि उत्तरतिर हेर्दा सिङ्गापुर, दक्षिणतिर हेर्दाखेरि वास्तविक उनीहरूले भनेको मानसिकता जस्तो यूपी बिहार नै बनाउन खोजेको पनि छ र देख्दा पनि देखि त्यही परिरहेको छ। एते मात्र नहीं भऽ वार्ड में रहल एकमात्र रघुपति आधारभूत विद्यालय के समेत स्तरोन्नति में महानगरपालिका सहयोग नहीं केने ओ आरोप लगाबि रहल अछि। हाम्रो खास गरेर मधेसी समुदाय भनेको पहिलादेखि नै शिक्षाबाट टाढिएको एरिया हो। तर हाम्रो वडा नम्बर 17 मा भएको जम्मा भनेको एउटा आधारभूत विद्यालय, रघुपति आधारभूत विद्यालय हो। त्यसमा पनि अब सेवा सुविधाको नाउँमा जिल्ला शिक्षा कार्यालयले पनि पहिलादेखि नै अवहेलना गरेकै हो दक्षिणी बेल्टलाई। अब किनभने अब उनीहरूको समुदाय भन्नाले उनीहरूको समुदाय र संस्कार मिल्ने र भूगोल चेहरा मिल्ने व्यक्तिको विद्यार्थी नपढेको हुनाले पनि अब उनीहरू नपढोस् भनेर 2068 सालमा नै दुईटा शिक्षक हामीले माग गरेको थियो र शिक्षा कार्यालयले हामीलाई दिएको थियो। कागजमा त दियो, तर विद्यालयमा उपस्थिति अहिलेसम्म भएन। एहि विषय में विपक्षी दल के फरक मत अछि। नेपाली कांग्रेस वार्ड 17 के सचिव रामलाल बैठा महानगरपालिका कोनो भेदभाव नहीं केने दावी करैत अछि। यसमा हेपेको अब 15 नम्बरमा पनि फर्ममै नै जितेको छ। आखिर फर्ममा जो असलम छ, धमाधम काम गराइरहेको छ। अब उसको कुनै व्यक्तिगत केही होला त्यसपछि चाहिँ अर्कै कुरो छ। तर यो नगरमा चाहिँ यस्तो चाहिँ वडा अध्यक्षमा पक्षपात गर्दैन। वार्ड 17 के नेकपा के वार्ड कमिटी इंचार्ज सिकंदर आलम एहि वर्ष में विकास निर्माण के कोनो काज होबऽ नहीं सकल बतौलनि। वार्ड अध्यक्ष मेयर संग मिल कऽ काज नहीं केने आरोप लगाबि रहल अछि। मेयरलाई दोष दिन्छ। मेयरले अब मेयर भयो, वडा अध्यक्ष भयो, जसरी पनि अब पार्टी अलग अलग भए पनि अब समानता गरेर काम त गर्नुपर्छ नि। खोइ अब के भन्नु, अब मेरो गल्ती हो कि वडा अध्यक्ष हो, अब यो दुईजनाको कुरा हो। मेरो बुझाइमा अब यिनीहरूको लापरवाही पनि मैले देखेँ। इम्हर विराटनगर महानगरपालिका के प्रमुख भीम पराजुली सबसे बेसी बजेट वार्ड 17 के देल गेल दावी कर रहल अछि। ओ महानगर ककरो भेदभाव नहीं क काज कर रहल बताबि रहल अछि। विराटनगर विकासबाट धेरै पछाडि परेको छ। दक्षिण क्षेत्र विकासबाट पछाडि परेको सत्य हो। किनभने जसरी उत्तरी क्षेत्रमा जसरी जागरुकता छ,
आजको कुरा होइन, हामी म मेयर हुनुभन्दा अगाडि नै त्यहाँ धेरै बाटोहरू बनाएको थिएँ र विकासबाट पछाडि परेको वार्डहरू भनेको तपाईँको 4 नम्बर वार्ड, 5 नम्बर वार्ड जो उत्तर पर्छ, 6 नम्बर वार्ड इभन उत्तरै पर्छ होइन। त्यसपछि तपाईँको उत्तर पर्ने विराटनगर 19 त्यो पनि उत्तरै पर्छ, जहाँ अहिले धेरै बाटोहरू के अरे पिच पनि छैन है। पहिला चाहिँ के भन्नुहोस् भने तपाईँलाई जसले क्वेसन गरायो र सोध्यो उहाँलाई एकचोटि विराटनगर घुम्न लाउनुहोस् र उत्तरको अवस्था के छ, दक्षिण हामी समान हिसाबमा हामी व्यवहार गर्छौँ। हामीले उत्तर पनि विकास गर्नु छ, हामीले दक्षिण पनि विकास गर्नु छ। जहाँ विकासबाट पछाडि परेको छ त्यसमा महानगरपालिकाको पहिलो प्राथमिकता। विराटनगर महानगरपालिका के जनप्रतिनिधि सब विकासक विषय में एक दोसर के आरोप लगेनाय प्रवृत्ति के कारण समस्या देख में आबि रहल अछि। अपन टेलीविजनक लेल शिवम मिश्रक रिपोर्ट।